नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा आपत्ति जनाएको छ। मंगलबार पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु बदनियतपूर्वक रहेको बताउनु भएको हो। यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ। माओवादीले भनेको छ, यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोरदार माग गर्दछ।